सबैजनालाई नमस्कार। नेपालको संविधान 2072 को भाग 1 मा रहेका 9 वटा धाराहरू चाहिँ कसरी याद गर्ने अथवा त्यसलाई चाहिँ कसरी सम्झिने भन्ने बारेमा चाहिँ आज चर्चा गर्न गइरहेको छु। यसको लागि चाहिँ सूत्र बनाउन सकिन्छ जसमा सम सा राने रारा स रारा भनेर चाहिँ याद गर्न सकिन्छ। जसमा समको अर्थ हुन्छ धारा 1 मा रहेको संविधान देशको मूल कानुन हो र दोस्रो सा भनेको अर्थ धारा 2 मा रहेको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित हुनेछ भनेर रहेको छ। त्यस्तै गरेर धारा 3 मा राष्ट्र जसलाई चाहिँ सूत्रमा रा भनेर चाहिँ उल्लेख गरिएको छ भने नेबाट चाहिँ धारा 4 मा रहेको नेपाल राज्य भनेर चाहिँ उल्लेख छ। त्यसपछिको दुईवटा रा भनेर छ, त्यसमा चाहिँ पहिला हित भनेर सम्झिनु पर्यो भने पछाडि भाषा जसमा चाहिँ धारा 5 मा राष्ट्रिय हित र धारा 6 मा राष्ट्रभाषा रहेको छ। त्यस्तै गरेर त्यसपछिको स भनेको चाहिँ सरकारी कामकाजको भाषा भनेर चाहिँ याद गर्न सकिन्छ र अर्को तरिका भनेको धारा 6 मा राष्ट्रभाषा भनेको चाहिँ सबै मातृभाषाहरू जानिसकेपछि चाहिँ सरकारी भाषा जान्ने भनेर पनि याद गर्न सकिन्छ। त्यस्तै गरेर अन्तिममा रहेका दुईवटा राराको अर्थ चाहिँ पहिलोमा राष्ट्रिय झण्डा जुन चाहिँ अनुसूचीमा पनि राष्ट्रिय गान भन्दा अगाडि छ र अन्तिमको राले चाहिँ राष्ट्रिय गान भनेर चाहिँ याद गर्न सकिन्छ जुन चाहिँ अन्तिम धारा 9 मा रहेको छ। र यस्तै भिडियोहरूको लागि चाहिँ मलाई फलो, सब्स्क्राइब र शेयर गर्नुहोला। धन्यवाद।